हेलो गाइज, यो चाहिँ मेरो 4th डेको भ्लग हो। अब हामी यहाँबाट चाहिँ रेडी भएर निस्किन लाग्यौँ। यहाँ हामी हिजो बसेको होटलबाट चाहिँ अब हामी यहाँबाट जान लागेको साधुटार भन्ने ठाउँमा घुम्न जान लागेको। अनि यहाँ हामीले सामानहरू चाहिँ धेरै थियो, अनि सामानहरू चाहिँ अब यहीँ छोडेर जान लागेको। अहिले आएर फर्केर लाने हो। सो अब हामी चाहिँ घुम्न जान लागेको। बाई। हामी चाहिँ यो के हो, यो पौवा भन्ज्याङबाट चाहिँ अब साधुटार जान लागेको। कुन हो बाटो जाने? सिधै हो। हामीले चाहिँ यहाँ पुरी सब्जी खायो अरे जान लागेको। उता खाजा खाने होटलहरू पाइँदैन अरे, अनि त्यही भनेर यहीँबाट खाइवरी जान लागेको। त्यही भएर ग्यास्ट्रिक भएर पेट दुखेर यस्तो बिजोग भएको छैन ताई। यही खाजा खाएर अब साधुटार भन्ने ठाउँमा जान लाग्यौँ। अब बाटो कस्तो छ यहाँको? राम्रै होस् प्लिज। अब म बिस्तारै बिस्तारै भिडियो हाल्नेछु। आज चाहिँ चार्ज त्यति छैन गोप्रोमा, सो त्यही भएर धेरै टाइमसम्म चाहिँ भिडियो बनाउन पाउँदिनँ। त्यही पनि मोबाइलबाट बनाउँदा हुन्छ, केही छैन। यहाँ चाहिँ बाटो अलिक खराब भएको कारणले गर्दा। हजुर भाइको यस्तो छ हालत। साधुटार भन्ने ठाउँ चाहिँ आइयो। हिँड्दै हिँड्दै आएको म त मरेँ, गलेर सासै रोकियो। ठ्याक्कै पाथी भाडा चढे जस्तै भयो सेम। कति धेरै फुलहरू फुलेको पोखरी, यो मुला खेती सबै। फुलहरू चाहिँ दामी यस्तै यस्तै त हुन्छ। त्यो लेकहरू हुन्छ नि, त्यो कस्तो दामी दामी ट्रेकिङ जाने ठाउँतिर क्या यस्तै यस्तै। हेलो गाइज, म चाहिँ यहाँ भिडियो बनाउँदै जाँदैछु। अनि साधुटार भन्ने ठाउँ चाहिँ यही हो, तर अहिले यहाँ चाहिँ हुस्सु लागेर केही पनि देखिएको छैन रहेछ। अहिले खुल्छ कि खुल्दैन, खुल्यो भने त सबै यहाँबाट सबै सिनहरू राम्रो देखिन्छ अरे। अहिले चाहिँ खुलेको छैन है। अनि यहाँ चाहिँ यस्तो यस्तो रुखहरू छ दामी। डाँडै डाँडा छ, घरहरू, यो सबै होटलहरू हो। यहाँ होटलहरू छ। अब म चाहिँ यहाँबाट हिँड्दै 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 यता जान्छु। के छ यता हेरौँ। के लेखेको छ यहाँ चाहिँ? घाम लागेको छ, तर यता तल तल चाहिँ हुस्सु लागेर केही पनि देखिएको छैन। यता चाहिँ रहेछ अलिअलि हिमालहरू, पुरै ओह्रालो ओह्रालो रहेछ। खुट्टै थाम्न अलिक गाह्रो गाह्रो हुने रहेछ। म अब कहाँ जाँदैछु? एक्लै छु, मलाई डर लाग्छ। सो यहाँनिर हिमालहरू देखिँदैछ दामी दामी। अलिअलि देखिनु रहेछ, देखिन चाहिँ खुल्दैछ खुल्दै रहेछ। यस हिमालहरू पुरै गरा 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 रहेछ। स्टेप 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 स्टेप। यता चाहिँ सबै यस्तो रुखहरू, एक च्यान पनि रहेछ। खुल्दैछ, हुस्सु माथि माथि जाँदैछ।
अहिले चाहिँ म एक्लै छु। एकछिनमा आएपछि म फेरि आउनेछु। हामी चाहिँ अब साधुटारबाट लाग्यौँ। अब त्यहाँ अघि बसेको होटलमा हाम्रो सामानहरू दिन्छ अनि त्यो सामानहरू अब लिएर हामी चाहिँ अब इलामतर्फ जान्छौँ। अब खाना कहाँ हुन्छ के हुन्छ थाहा छैन। सो अब लाग्यो। अलिक बाटो यहाँ अप्ठ्यारो भएको कारणले गर्दाखेरि म चाहिँ हिँड्दै आएँ अनि पछाडिमा बाइकमा आउँदै हुन्छ। अब म पनि एकछिनदेखि बाइक चढेर जान्छु। बाटो यस्तो खत्तम छ है। हामी चाहिँ त्यस्तो अप्ठ्यारो बाटो क्रस भएर अब आइसक्यौँ यहाँ। अब सिधै हामी हाम्रो होटलमा जान्छौँ। वाट इज दिस? यहाँ त केही देखिँदैन यार कसम। साधुटारमा चाहिँ पुरै गर्मीले ढाड पोलेर ज्याकेट बनाउँदै भएन। यहाँ त हुसुले एउटा घर पनि देखिँदैन। कस्तो अचम्मको ठाउँ हुन्छ यार पहाड। एक ठाउँमा पुरा पानी परिरहेको हुन्छ, अर्को ठाउँमा घाम लागेर गर्मी भइरहेको हुन्छ, एक ठाउँमा पुरै हुसु लागेर घरै देखिँदैन, अर्को ठाउँमा अलिकति ठाउँमा फेरि घाम लागेर गर्मी भइरहेको। हामी चाहिँ अब यो पौवा भन्ज्याङबाट चाहिँ अब बिदा हुने। अब हामी कहाँ जाने थाहा छैन। बाटोमा जाँदैछौँ। अब जाँदा जाँदै कहाँ खाइन्छ कहाँ बसिन्छ केही थाहा छैन। अब जाँदा जाँदै जे हुन्छ त्यही गर्ने। अघि त बाटो देखिएको थियो, अन्त देख्दैन। हामी चाहिँ अब राँके आइपुग्न आँट्यौँ। राँके निबु खोला पुल। निबु खोला पुल। यहाँको वेदर चाहिँ यस्तो छ डेन्जर। पुरै हुसु। राँके भन्ने ठाउँ चाहिँ यही हो। एकदम चिसो हुँदो रहेछ यो राँके भन्ने ठाउँमा चाहिँ। यो चाहिँ राँके बजार। ओए हामी चाहिँ यहाँ खाना आँटेको। कता म खुट्टाले काम गर्न छोडिसक्यो। फिक्कल। अब हामी यहाँबाट जान्छौँ। फिक्कल चिया बगान यहीँ छ। अब चिया बगानै बगान छ। यता छ चिया बगान। हेलो गाइज, हामी चाहिँ कुन ठाउँको हो? टिमरुङ जानको लागि चाहिँ यहाँ फिक्कल बजारबाट यता दार्जिलिङ जाने बाटोबाट छिर्नु पर्दो रहेछ। त्यतातिर लाग्दैछौँ। अब त्यो ठाउँ कस्तो छ कहाँ छ केही थाहा छैन। लोकेसन हेर्दै सोध्दै मान्छेलाई जानुपर्ने अवस्था आएको छ। नयाँ ठाउँ। सो त्यही भएर हामी जाँदैछौँ आफ्नो बाटोतिर। अब हामी चाहिँ बरबोटेबाट नयाँ बजार यहाँबाट 19 किलोमिटरभित्र जाँदैछौँ। अनि टिमरुङ भन्ने ठाउँ पुग्न चाहिँ अझै त्यहाँदेखि पनि 19 किलोमिटरदेखि पनि अलिकति भित्र
गरेर त्यस्तै हो। अब हामी चाहिँ नयाँ ठाउँ भ्रमण गर्न एक्साइटेड छौँ। बाटो चाहिँ धन्न राम्रै रहेछ। 19 किलोमिटर राम्रो छ, त्यहाँदेखि चाहिँ गाडी छ। पानी चाहिँ नहोस्, हिरो नहोस् त्यति। यो सबै चाहिँ फिक्कल बजार हो। अब यहाँबाट देखिन्छ कि देखिँदैन, देखिन्छ होला सायद। हामी चाहिँ फिक्कल बजारबाट हामीले चाहिँ फिक्कल बजार होइन, फिक्कलमा चाहिँ हामीले पानीपुरी, लेज, कुरकुरे, पानी सानी खाएर चाहिँ आयौँ। यो चाहिँ इस्कुस खेती यति फलेको छ यहाँ, इस्कुस पुरुङ ढुकेको छ। इस्कुस खेती पुरै हो, मान्नै पर्छ। नयाँ बजार यस्तो दामी बाटो, हामीले यति इन्जोय गऱ्यौँ नि, के बनाउन बिर्सेँ मैले। लास्टै रमाइलो ठाउँ यो ढोडे टोली। ओहो, यो चाहिँ कुन खोला हो हामीलाई थाहा छैन, तर राम्रो छ। तर राम्रो। चौतारी पनि छ, यत्रो घना जङ्गल छ, पिचै पिच रोड छ। सो ब्युटिफुल प्लेस। अहिलेको चिया बगान। नयाँ बजार 3 किलोमिटर। अब यहाँबाट आइपुग्यो। अनि त्यसपछि फेरि यतातिर, यता चिसो रहेछ। फाइनली हामी चाहिँ नयाँ बजार आइपुग्यौँ। कता जाने हो? नयाँ बजार इलाम। यो के हो? भालु? रेड पान्डा। यो रेड पान्डा? मलाई चाहिँ ठिक छैन। रेड पान्डा उता गएर मोमो खानु। हामी चाहिँ यहाँ नयाँ बजारमा आएर मोमो खान आँटेको हामीले। अब मोमो खाने। बाइक बिग्रियो, बाइक पम्चर भयो। हामी आज कहाँ पुग्ने भनेको? जौबारी पुग्ने भनेको। अब यहाँबाट 45 मिनट लाग्छ अरे। अनि हामी बाइक बनाएर जौबारी जाने। अनि आज हामी जौबारी बस्ने। अहिले चाहिँ हामी कुन ठाउँ अरे यो? नयाँ बजार इलामको नयाँ बजार चाहिँ यस्तो रहेछ। के होला, हामी अहिले जाने बाटो नि यतैबाट हो। ओके, ल नयाँ बजारमा हामी अब के गर्ने? मलाई खान मन लागिसक्यो। कुन मिठाई हाम्रो? जेरी खाने कि लड्डु खाने कि? यस्तो पनि मिठो हुन्छ। यस्तो पनि मिठो। कस्तो भन त? सबै थोक मिठो हुन्छ। ल जोड त। कति खान्छु नि। जेरी, लालमोहन। अनि अर्को नाम चाहिँ के अरे तिमी? लङ्गी।
लुङ्गी लुङ्गी ट्राई गरौँ न लुङ्गी टिकट ढुकिदिन्छु ल म सबै रस लाग्यो नयाँ बजारमा आएर लुङ्गी खायो दा के हो भन त तिम्रो नाम छोरी हो के छ अंशिका हाय भाइ पुगेर टेन्सन भाइ के पम्चर धन्न नजिकै रहेछ है बजारभन्दा चाहिँ फाइनली हामी चाहिँ जौबारी होइन जौबारी आयौँ बल्ल बल्ल बाटो यस्तो अप्ठ्यारो छ एक्सप्लेन गर्न अहिले सकिरहेको छैन अनि यहाँ चाहिँ राति के पो आउँछ अरे चितुवा आउँछ अरे एकदम डेन्जर ठाउँ पुरै यो हिउँ लेक जस्तो छ यो ठाउँ अनि बाहिर सबै सिनहरू देखिरहेछ तर बाहिर निस्किन डर लाग्यो एकदम हावा चलिरहेछ सो हामी चाहिँ अब यहाँ खाना खान आँटेका थियौँ अनि एकछिन अहिले टाइम लाग्छ अरे पाक्न त्यही भएर बसिरहेको छु यही हो यो चाहिँ उयो हो चिप्सहरू हो अनि यो चाहिँ खानाको अचार पापड चिप्स अनि सलाद आइरहेछ अब खाना पनि आउँदैछ ओइ कस्तो खालको बिरालो हो नि पुरै लेकको बिरालो गयो यो घर चाहिँ यस्तो छ यो पुरै त्यो हिउँहरूमा हुन्छ नि हो त्यस्तै गर्छ खाना पनि आयो तपाईँको पनि चिया ल्याउने 2 प्लेट दुईजनालाई अब खाना खाने तर अब त्यस्तो भोक त लागेको छैन त्यही पनि जस्तो जाडो ठाउँमा आएपछि कसरी भोकै सुत्नु पऱ्यो केही भइहाल्यो भने टन्न खाने अनि सुत्ने हामीले चाहिँ आज के खाना सोचेको मटन हो मतलब जाडो महिनाको फिल हो तराईमा जाडो महिनामा कस्तो हुन्छ धनिया पनि हालेर बनाएको सब्जी त्यो चाहिँ के गर्छ हो मुला हामी चाहिँ यहाँ रुममा आयौँ हाम्रो रुम चाहिँ कुन हो हाम्रो रुम ए पहाडको रुम कस्तो खतरा टोयलेट बाथरुम चाहिँ यता दिनु उताको चादर पनि आएछ यिनीहरू यस्तो जाडो छ बाहिर पनि निस्किन आउँदैन चित्तु आउँछ अरे
यहाँ कुकुर छोडिदिनुहुन्छ अरे अब यो रुमबाट हामी बाहिर निस्किन पाउँदैनौँ यस्तो डेन्जर ठाउँ हावाको आवाज सुनाइदिउँ न यो सब हावा हो यस्तो जाडो पुरै हिमाल लेक बेसी लेकमा बसे जस्तो फिल भइरहेको छ अब यहाँ चाहिँ लुगाहरू टक्क लगाउने तातो भएर सुत्ने आजको भ्लग चाहिँ अब यही सकिन्छ भन्न अनुरोध गर्दछु ओके बाई बाई सी यू इन नेक्स्ट 5 days vlog. Bye.